भर्खर हिजो मात्र दुबईबाट नेपाल आउनु भएको छ र यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा पनि उहाँ आइपुग्नु भएको छ। सर्वप्रथम यहाँको परिचय पाउँ। हजुर, फर्स्ट अफ अल त हजुरलाई धन्यवाद। र मेरो परिचय चाहिँ भन्नुपर्दा सहदेव खड्का, घर झापा कचन कपाल गाउँपालिका। म आएको हिजो भर्खरै हो। दुबईबाट आउनु? हजुर, दुबईबाट आएर आउन साथ सामान राखेर आफ्नो लगेजहरू राखेर पशुपति गएर घन्टीको लागि मनमा कति कुराहरू भगवानसँग साँची राखेर यहाँ फर्स्ट अफ अल केन्द्रीयको कार्यालयमा आइपुगेको छु। रवि दाइसँग भेट होस् भन्ने चाहनाले र दुई चारजनासँग हाम्रो के भन्छ पूर्व खेलकुद उहाँसँग पनि विराज भक्त सरसँग पनि हजुर उहाँसँग पनि कुरा भयो। हाम्रो अर्को चौधरी हाम्रो माननीयजीसँग उहाँसँग पनि कुरा भयो। म अलिकति नर्भस हुन्छु क्यामेराको लागि। मेरो फर्स्ट सिटी हो। जे होस्, तपाईँ हिजो भर्खरै दुबईबाट आउनुभयो, सिधी तपाईँ पशुपतिनाथको दर्शनमा जानुभयो, त्यहाँबाट तपाईँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्र कार्यालयमा आइपुग्नु। के छ त यो पछिल्लो घटनाक्रम हेर्दाखेरि रवि लामिछाने दोषी जस्तो लाग्छ कि साँच्चै फसाउनै खोजे जस्तो लाग्छ कि तपाईँ त अब दुबईमा बस्नुहुन्छ, विदेशमा बस्नुहुन्छ, एउटा नेपाली होइन? तपाईँहरूले कसरी हेर्नु भएको छ, कसरी बुझ्नु भएको छ? हामीले त म स्वयं होइन, अब हजारौँ युवाहरू हुनुहुन्छ जो खाडीमा हुनुहुन्छ, चाहे अब अस्ट्रेलियामै भए पनि उहाँहरूलाई मलाई चाहिँ पर्सनल है रवि दाई अथवा म चाहिँ रवि दाई नै भन्न रुचाउँछु होइन। माया लाग्छ, मायाले रवि दाई भन्छु होइन। उहाँ मेरो मुटुमा हुनुहुन्छ। अनि मलाई चाहिँ के लाग्थ्यो भने रवि दाई एकदम हुन्छ नि लाइक दोषी हुनुहुन्न। मलाई चाहिँ त्यो लाग्थ्यो, फिल त्यो थियो। र मैले रेगुलर मैले कति उहाँको लागि बुलन्द आवाज पनि उठाएको थिएँ, चाहे त्यो सहकारीको मुद्दामा होस् होइन, चाहे त्यो अहिले भन्छ नि यहाँ सिधा भन्छ कहिले कसैले के भन्छ यतिवटा बिहे गरेको यतिवटा गर्छ सताउँछ भने त पनि गर्न। उसको फ्युचरले के गर्दै लग्यो त उसले गर्ने हो नि त। मेरै पनि हिजोको दिनमा सम्बन्ध बिग्रिरहेछ। अब मलाई दोष दिएर भगवान्लाई दोष दिएर त छैन नि त। जे छ त्यसमा लड्ने हो, त्यो कुरामा नजाउँ। ठिक छ, मैले चाहिँ व्यक्तिगत भन्नुपर्दा र मेरो मनमा लागेको कुरा रवि दाई चाहिँ निर्दोष हुनुहुन्छ र भयो पनि साबित पनि भयो है। र यसरी नै होस्, रवि दाईले जति पनि सोच्नु गलत काम नगर्नु, म चाहिँ त्यही भन्छु होइन। देशको लागि केही गरौँ। अब यत्रो वर्ष भइसक्यो, 30-35 वर्ष भइसक्यो, बुढाखालले केही नापेनन्। नापे पनि के नापे, म त मेरै घर छेउको झापालीवालाई भोट हाल्दै आएको विगतमा बच्चा हुँदादेखि नै। हजुर, कचन कपाल गाउँपालिका धेरैले हेर्दै हुनुहुन्छ होला होइन। मेरो वरिपरि साथीभाइहरूले हेर्नुहोस्, अब सोचिनुपर्छ, तपाईँ पनि सोचिनुपर्छ, म पनि सोचिनुपर्छ, हाम्रो गाउँपालिका पनि बनाउनुपर्छ र देश पनि बनाउनुपर्छ भन्ने मेरो नेतृत्वमा म अगाडि बढेको छु। जस्तो नि खड्काजी, तपाईँ त दुबईमा बस्नुहुन्छ, के अब विदेशमा बस्ने नेपालीहरूले चाहिँ अहिलेका जस्तो भन्नु अहिले प्रधानमन्त्री केपी शर्मा ओली र त्यस्तै गरी परराष्ट्र मन्त्री आजु देउवा राणालाई चाहिँ अमेरिकाको न्युयोर्कमा चाहिँ एउटा स्वागत कार्यक्रम थियो, तर अन्तिममा गएर त्यहाँनिर स्थित नेपालको महावाणिज्य दूतावासले चाहिँ त्यसलाई स्थगित गर्यो। त्यहाँ चाहिँ अलिकति विभिन्न खालका कुराहरू आएका छन्। भनेपछि के प्रधानमन्त्री अहिलेका वर्तमान प्रधानमन्त्री केपी ओली होइन, परराष्ट्र मन्त्रीको यो घटना आउँदाखेरि के विदेशमा पनि पुराना दलका नेताहरू चाहिँ अब अनपपुलर हुँदै गएका हुन्? तपाईँ त दुबईमा बस्नुहुन्छ, के छ माहौल? अनपपुलर होइन, म खाडीमा बसेको ठाउँमा आएको थिएँ भने चाहिँ सिधै त्यहाँका ती रम्बलमा कतिवटा बोतल थिए होइन, सब मैले हान्नै पर्दैन थियो क्या। दुबईमा है त्यो स्थिति छ? स्थिति छ, पाइला टेकुन सिधा गए दुबईमा। तपाईँ त भर्खरै आउनु भयो। दुबईको कुरा छोड्नु न, पहिला कतार पनि बसेको मान्छे हो म। अलराइन लक्ता भन्ने ठाउँमा म पनि बसेको। कतारदेखि 10 वर्ष हुन आँट्यो बाहिर बसेको, हिन्डुल गरेको है। अब युवाहरू सचेत भइसक्यो हेर्नु। विदेशमा त्यस्तो अनपपुलर छन् पुराना दलका नेताहरू है? पपुलर सेफ रवि बालेन। बालेन शाह कि रवि लामिछाने? रवि बालेन। पहिला म बालेन पनि भन्दैन, बालेन भनेको नगरपालिकाको हेर्नु, रवि भनेको देशको लागि। भोलि रवि बालेन पनि आयो पनि ओके, बालेनलाई पनि है जुन तरिकामा अहिले जानुभएको छ नि रफ्तारमा यस्तै होस्, रवि दाई पनि यस्तै होस्, बालेन पनि दुईजना मिलुन्, रवि लामिछाने बालेन शाह भन्ने धेरैले बोल्छन्। तपाईँ के? झापाली सदैव सरकार मेरो आइडी छ, फेसबुक पेज छ, 10K फलोवर छ होइन। मैले कतिवटा पोस्ट पनि ल्याएको छु रवि बालेन। अब बिचमा मैले ज्ञानेन्द्र साईको नाम पनि लिएँ, उहाँले मलाई बिचमा मेसेज गरेर थर्काउनु पनि भयो। मसँग मेसेज पनि छ, प्रुफ चाहियो भने होइन, भोलिको दिनमा देखाउला, मेरो विरुद्धमा आवाज नउठा भनेर कति कुराहरू मलाई थर्काउनु पनि भयो। र साँच्ची भन्नै पर्दा मङ्गल थापा भन्नेको हिजो मलाई एयरपोर्टमा गायब पार्छु भनेको थियो होइन, पारेर देखाइनस्। ठिक छ, को हो म चिन्दिनँ होइन। मङ्गल थापा र अर्को एकजना अझै नामको मलाई थाहा छैन, पारेको थियो भने मैले पनि देखाउँथेँ एयरपोर्टमै के गर्नु पर्थ्यो। तर जस भगवानको कृपाले म यहाँसम्म आइपुगेँ, मलाई खुसी लागेछ। म त्यति धेरै बोल्न अलिक सक्षम छुइनँ, म लेख्नमा चाहिँ एकदम सक्षम हो, किन मैले यसरी बोलेको छैन क्या काहीँ पनि। ठिक छ, अब अर्को पनि जस्तो गिरीबन्धु टी स्टेट मैले जोडेँ कि तपाईँ झापाको, तपाईँको घर पनि केचना कवल होइन। गिरीबन्धु टी स्टेटको जग्गा चाहिँ केचना कवलकै जग्गासँग 60
एकजना दुबईबाट घर नगएर सिधै पार्टी सभापति रवि लामिछानेलाई भेट्न पार्टी कार्यालयमा आइपुग्नु भएको छ। घन्टी घरमा उहाँको यो झोला यही छ भन्नुभएको छ। पासपोर्टहरू के होइन सबै छ होइन। उहाँसँग मैले परिचय नै नगरिकन सिधै उहाँबाटै। के नाम यहाँको? मेरो नाम चाहिँ सहदेव खड्का हो। घर झापा बन्यानी कचन कपाल गाउँपालिका। अहिले हाल चाहिँ हिजो एयरपोर्टबाट आउने बित्तिकै पशुपतिमा गएर ढोकढाक गरेर रवि दाईसँग भेट्यौँ भनेर यहाँ आइपुगेको छ। हजुर भेट भयो त? भेट त भएको छैन, अब वेटिङमा छु म। अब उहाँ अलिक बिजी हुनुहुन्छ होइन। आफ्नो अब कति कुराहरू छ नि त, समस्याहरू छ आफ्नो पार्टीको लागि। किन दुनियाँ छ हाम्रो खेदो खन्ने। हामी त अब अघि भन्नु पनि हाम्रो हरि सरले हजुर रगत मात्र होइन हाम्रो अब यहाँ के भन्छ तेजाब भइसक्यो क्या। हजुर यी भेटियो भने अब मैले सोचेकै हो। म मात्र होइन, हजारौँ हामी जति पनि खाडी मुलुकमा छौँ, अरू देशमा होइन, हामी छरपष्ट भएर बसेका छौँ। किन म आजसम्म यसरी मिडियामा बोलेको छैन है? बोलेको छैन। म कतिको बोल्न सक्दैछु त्यो मलाई थाहा छैन होइन। हजुरहरूले हेर्दै हुनुहुन्छ। तर म भित्र यति जुनून छ कि मलाई कसैले एउटा हुन्छ नि इन्काउन्टर गर्नुको लागि कसैले के दियो भने भन्दा अहिले मलाई जेल हाल्लान् होइन। के त जानुहुन्न? जाँदिनँ, तपाईँ नलिनु न, म तोक्दिनँ। तपाईँ नडराउनु, तपाईँ मिडिया हो, मलाई हाल्ला। रवि दाइले मलाई ननिकाल्नु, म मर्न तयार छु के। मैले के भने म त यो काट्न सक्थेँ तपाईँलाई। युवा नै तपाईँ युवा पाउनु न। तपाईँ युवा हुनुको नाताले हामीमा पनि आक्रोश हामीमा पनि आक्रोश छ। देश नभन्दा हामीलाई पनि आक्रोश छ, सबैलाई आक्रोश छ, पीडा छ। तर यसको मतलब ड्याङ ड्याङ ठोक्ने त होइन। हामी होइनौँ त्यो। यसरी नै विकास गर्न जो चाहिँ गर्न खोज्छ देशको लागि, युवाहरूको लागि देश विकास गर्न खोज्छ भने तिनीहरूलाई पछाडि तानी खुट्टा तानी चुनाव कुर्ने। म अहिले एयरपोर्टबाट आउँदा मलाई कति दुःख भयो। यिनीहरूले बुझेछ छैन नि त छ। हिजोको दिनमा रवि दाइ के भन्छ सञ्चारकर्मी हुँदा पार्टीमा हुनुहुन्थेन।